Hello guys, good morning everyone and namaste, welcome back to my YouTube channel. If तपाईहरुले मेरो च्यानललाई फर्स्ट टाइम हेर्नु हुँदैछ भने चाहिँ मेरो नाम चाहिँ हो नेहा राई हो हैन। अन्त मेरो च्यानललाई लाइक शेयर अनि सब्स्क्राइब गरिदिनु नबिर्सिनु होला। मेरो मम्मी चाहिँ म बोलेको हेर्दै पराबाट हाँस्दैछ। यहाँ हाम्रो कुखुराको खोरमा चाहिँ मम्मीले कुखुरा ल्याएको छ भनेर चाहिँ कसरी खोल्छौ जान कता छ कसरी खोल्छ होला ए त भन्नुस् पापाले त दामी बनाएको रहेछ हेर्नु ल गाइस म तपाईलाई देखाउँछु। यहाँ माथि चाहिँ यस्तोहरू राख्ने बनाएको रहेछ। हाम्रो पापा पनि मान्छे त क्रिएटिभ छ नि। ल यो खोल्नु चाहिँ कसरी खोल्छ अन्त ए ऊ हो रहेछ कुखुरा रहेछ। अन्त नि गाइस यहाँनिर चाहिँ पुरा चाहिँ कुखुरा हुन्छ। यहाँनिर चाहिँ डम्मै मम्मीले ब्रोइलर पाल्छ दसैँ आउने बेलामा चाहिँ कि। अन्त हेर्नु न यहाँनिर चाहिँ हल्लल धनियाँ भइरहेको रहेछ। यहाँ पनि हल्लल धनियाँ मैले रोपेको चाहिँ उम्रिँदैन पनि। यहाँ चाहिँ कसैले रोपेको चाहिँ के साह्रो दामी भएको हो। यहाँनिर पनि धनियाँ रोपिराख्नु भएको रहेछ पापाले। यहाँनिर इस्कुस रोपिराख्नु भएको रहेछ। फकफके रहेछ यहाँनिर हो। अन्तखेरि नि हेर्नुहोस् ल अझै देखाउँछु। यहाँनिर पटमै फलाएको हेर्नु यस पटमै बन्दकोपी रहेछ, फुलकोपी रहेछ, फुलकोपी मजाले हुँदो रहेछ हो। डल्ले खोर्सानीको बोटहरू पनि उम्रिँदो रहेछ। मम्मी यो के को उयो काँक्राको सबै पटमै फलाइदिने क्या। यो काँक्रालाई सार्नुपर्छ अब। ए यता सार्नु भएको छ अरे मम्मीले काँक्रा चाहिँ। ए कत्रो भइसकेछ है। अब यहाँबाट सिधै माथि माथि जान्छ। थाङ्राहरू लाउनु पर्दैन। थाङ्राहरू लाउनु पर्दैन ए तल हेर्नुहोस् ल। यहाँ तल चाहिँ पापाले मकै लगाउनु भएको रहेछ। त्यसको मुनि अस्तिको डुकुहरू रहेछ हो। अझै सागहरू पनि रोप्नु भएको छ। पर्खिनुहोस् न म तपाईँहरूलाई त्यहीँ गएर देखाउँछु। ए हो कहाँ त्यति मात्रै छोडेको छ। यहाँतिर पनि यहाँ मुनि हेर्नु ल। यहाँ मुनि पनि लाली सागहरू रहेछ, काँक्राहरू रहेछ, कुनै के रोपेको रहेछ, रुख टमाटर, सागको बिजन रहेछ। अझै देखाउँछु ल म तपाईँहरूलाई हेर्नु न। यहाँनिर खोर्सानीको बोटहरू मेरो त खोर्सानीको पत्ता पनि आएको छैन त। यहाँ त हल्ला लगाइसकेछ त। खोर्सानी चाहिँ रोपेको थिएँ कि गाइस। खोर्सानी चाहिँ मेरो तर हेब्बी फल देख्थ्यो दामी। यहाँ पनि रहेछ धनियाँ चाहिँ। यहाँ चाहिँ मेरो लुसी र डोडोले यहाँनिर पनि मम्मीहरूले कुकुर भएको छ भनेर चाहिँ यतापट्टि पनि बन्छ कि हुनु त। तर पनि कहाँ कहाँबाट भएको छ कुलेसोतिरबाट पनि भएको छ। कहाँ कहाँ भएको छ खोलाहरू भएको छ कि। अन्तखेरि यहाँनिर चाहिँ मम्मीले यसरी टिन लगाइदिनु भएछ। बन त सबै बनै छ नि यहाँ हो। तर नि टिन लगाइदिनु रहेछ। यो चाहिँ मेरो छोरा डोडो हो। बोजूको घरमा बसेको बोजूकै छोरा भएको छ हो। उसले चाहिँ यो चाहिँ हाम्रो लुसी हो न्यू मदर है लुसी। अझै म देखाउँछु तपाईँहरूलाई लुसीको बेबी। साथी यहाँ देऊ लुसीको बेबी। के रहेछ अरे खाली खुट्टै पो रहेछ अरे लुसीको बेबी। अन्त यहाँ राखिदिएको अरे। यो चाहिँ हाम्रो सानो पेटी बेबी हेर्नु न गाइस कस्तो एउटा मात्रै भएर होला। दुध मजाले पाएर होला। भुकटुक्का भएको छ। तिमीलाई मनपर्छ बेबी मनपर्छ। उसको बेबी त मम्मी आउँदैछ। ऊ त मेरो बेबी हुन्छ अरे। ऊ घर लानु उसलाई कि नलानु गाइस हेर्नु न कस्तो भुकलुक्का भएको छ कि। एउटाले मात्रै दुध मजाले पाएर होला। दुध पुगेर होला।
अन्तखेरि उसलाई घर लग्यो भने त तिमीलाई अरूले माया गर्दैन नि अन्त उसलाई माया गर्छ नि तर पनि लानु तिमीलाई माया गर्दैन जाऊ त बिथाको भन्छ उसलाई माया गर्छ लानु कि नलानु के मनपर्छ रे बेबी त मनपर्छ हेर न इस मम्माको काखमा बस्छु भन्दै आएको ब्रस गरिदिनु बिचमा बसाइदिनु ऊ मेरो काखमा बस्छु भन्दैछ कहाँ बसाइदिनु तिम्रो काख देखाउ न पहिला अन्त कहाँ बसाइदिनु काखमा बसाइदिन्छु राख्छौ उसको मम्मी आयो अब उसको मम्मीले तिमीलाई पिर्छ कति दामी भएको छ हाम्रो पुकुलु यो चाहिँ हाम्रो बेबी बोय हो हेर्नु न कस्तो हेल्दी छ तिमी गर न अन्त माया तिमी गर न माया हेलो गाइस भन्देऊ एकपल्ट लभ यु भन्देऊ अब एकछिनमा भेट्छु ल गाइस यहाँ हाम्रो मम्मीले चाहिँ लालुपाते पनि यसरी फलाएको छ ए यहाँनिर हाम्रो भुकुलु छ टक्कै 1 महिना 2 दिनको भयो आज होइन नि कस्तो दामी देखेको है भुकुलुका एउटै मात्रै भएर यसले पुरा दुध खानु पाउँछ नि त अन्त यहाँ चाहिँ मम्मी चाहिँ लालुपाते पुरा फुलाएको रहेछ मलाई नि दिए पनि हुने नि मलाई पनि दिनु नि यहाँ चाहिँ रोजहरू रहेछ स्याहारी अरे पटमा ठिक्कै बनाएर दिनु ल जान्दिनँ नि त मम्मीको छोराछोरी म बिहा भएर गइहालेँ भाइ गइहालेँ बाहिर अब यो 3टा छ एउटा 2टा कोही कोही बेला नानी आयो भने 4टा हुन्छ म आउँदा 5 हेलो भन्दै सात्विक कुकुरको आँखा चाहिँ ठुलो र सानो छ र हो गाइस आमाले भन्नु दिस्या तिमी चाहिँ कहाँ गएको कहाँ गएको मन पर्छ तिमीलाई बेबी के खाएको बेबीले हेर न अन्त के खाएको रहेछ नखेलाऊ बेबीलाई सात्विक यता आऊ बेबी नखेलाऊ किरा मार्दछ बेबीलाई टोक्छ भनेर नगर न सात्विक बेबी नचलाऊ बेबीको ममा र आपा आउँदैछ है यो पनि फेरि त्यहीसँग चलिरहेको छ नगर्नु भाइ अब तैँले चलाइस होइन अब तँलाई टोक्छ मामुकोमा गएर बस छिटो कुद्दै गएर मामुकोमा बस त्यहीँ बस अब मामुसँग ल मदर चाहिँ यहाँ छ अङ्कलले चाहिँ मजाले बारीमा मल हाल्नु हुँदो रहेछ पत्ताहरू राखेको मल हो अङ्कल यो छिल्काको हजुर कस्तो मजाले भएछ हजुर हजुर बरबुङमा चाहिँ ढुङ्गाको कमी छैन गाइस यो जति पनि ढुङ्गा लेभल परसम्म लगाएको छ यो चाहिँ हाम्रो भित्ता कटिङ गर्दा निस्केको ढुङ्गा है यहाँदेखि यहाँ हाम्रो सिपाहीधुरामा चाहिँ जति नै गहिरो खन्नुहोस् माटो मात्रै निस्किन्छ
यहाँनिर पापाको कोठेबारीमा जाउँ त कसरी खोल्छ हौ पापाको कोठेबारीबाट झन्डै लड्यो यो हेर्नु आएको पापाले के रोपेको रहेछ आम्मा मकैहरू पनि पुरै रहेछ मटरहरू रहेछ यहाँ के को बिजन छर्नु भएको रहेछ पुरै रहेछ निस्किन्छु अहिले जुगा लाग्छ त आम्मा उखुहरू पनि रोप्नु भएको रहेछ गाइस आज चाहिँ म घर फर्किनु आँटेको हो सो मैले चाहिँ यो बारीको अर्ग्यानिक धनियाँ टिपेँ अन्त लिएर जान्छु सात्विक चाहिँ हेर्दा यत्रो छ तर लुगा चाहिँ चुज गर्छ उसले अन्तखेरि ऊ मामुलाई उसले वाक्क लाउँदैछ अन्तखेरि मामुले चाहिँ उसलाई लुगा चेन्ज गरिदिँदैछ म छोडेर उसले कसलाई पनि टेर्दैन है छाडा हो होइन अन्त सरी मामु भन्देऊ कान समातेर इयर्स इयर्स हौ इयर्स है भाइ टङ देखाइदेऊ न त्यो टङ देखाइदेऊ बाहिर निकालेर देखाइदेऊ न बाहिर निकाल आइस ब्लिङ्क गरिदेऊ यता हेरेर अम्मै ब्लिङ्क गर त आइस अन्त तिम्रो मिठा खाने तित देखाइदेऊ तित अन्त हाम्रो नानीले के देखाउँछ फिङ्गर्स देखाइदियो फिङ्गर्स ह्यान्ड फिङ्गर्स यो फोरहेड लिप्स लिप्स यो चिन मम्माको कहाँनिर हप्पा गर्छ भाइले यो तिम्रो आइल्यासेस आइज त्यहाँ बेडमै छ बेडमै छ चिन हौ चिन नोज चिक्स 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 नोज अब पापा बाजेलाई म बाई बाई भनिदेऊ फोन दिनु अरे मामु जान्छ अरे उसलाई फोन चलाउनु मन लाग्यो कि म चाहिँ दिन्न नि त हो गाइस फोन मम्मीलाई चाहिँ यसले अल्याङ टल्याङ पारेर पनि मागिहाल्छ नि त उल्टा 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 क्याप दिनुहोस् न भन न मामुको भन अब चाहिँ हामी निस्किन्छौँ निस्केर भेट्छु ल गाइस गाइस अब चाहिँ हामी पनि घरबाट निस्क्यौँ हो मामु र सात्विक जाँदैछ पापा बाई बाई पापा हालिदियो ब्यागमा आउँ फेरि एउटा केही सामान पनि नछोड्नु भन्छ मेरो सानो सानो ह्यान्ड ब्यागहरू बोक्ने जमाना गएछ कि गाइस आजकल चाहिँ यत्रो यत्रो ब्यागहरू बोक्नु खै अब पिटी दिउँ क्या म त त्यता त बाटो छैन त छैन अब हामी यहाँबाट निस्किनेवाला छौँ निस्किसक्यौँ घरबाट बाई पापा यहाँनिर चाहिँ हुनुहुन्छ सात्विक र सात्विकको मामु सात्विक हाई गरिदिउँ यहाँ हाई गर्नु अरे हौ मम्मी पनि होइन त्यो मोजा त्यहीँ होस् पापा होस् होस् अब चाहिँ हामी निस्किसक्यौँ अब दिव्यालाई भेट्नुपर्छ त्यसको नानीको दबाई दिनुपर्छ हिजो मैले ब्याग किनेको थिएँ त्यो ब्याग म लिनुपर्छ त्यसकोबाट हो अन्तखेरि गाडी चढेर निस्किन्छु यस्तो भिर्ने ब्यागहरू किन आज चाहिँ नानाहरूको पनि नानीहरूको जुगाको दबाई थियो यहाँनिरबाट चाहिँ नानीले जुगाको दबाई खाएर आएको मिठो बा नानी जुगाको दबाई ए मिठो भयो अरे पढाइलाई अब हामी कहाँ गएको हामी घर भन न
हाम्रो घर चाहिँ यहाँ पर छ। हामी आउँदा आउँदै घरको माथिपट्टि चाहिँ यही हो हाम्रो घर चाहिँ। यहीँनिर रातो कलरको छाना देख्दै गरेको। अन्तखेरि घरको माथि आउँदा आउँदै हामीले चाहिँ माछा भेट्यौँ। अन्त सात्विकले चाहिँ माछा मन पराउँछ भनेर हामीले के किनेको नानी? यो के हो? फिस। उसले चाहिँ के भन्छ तर फिस फ्याटुरा भन्छ। यो कुकुरले चाहिँ झन्डै खाइदियो माछा। जा 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 जा। युट्युब भिडियो। भैयाकोमा चाहिँ मेरो माछाको दाम भएको थियो 290, तर भैयाले मलाई 260 रुपियाँमै दियो है भैया। सात्विकलाई फिस मनपर्छ खानु? हाँ अलिअलि कि पुरै? नानी अलिअलि मनपर्छ कि पुरै मनपर्छ? बोल्दैन त हौ। ए हो र ल। घर आइपुगेँ। अन्तखेरि पर्दाहरू खोल्दैछु। यहाँनिर चाहिँ मैले नानीको दबाईको सिड्युलहरू चाहिँ यसरी लेखेको थिएँ हो। यो चाहिँ मेरो छोरा पढ्ने। सन्चोमा घर आइपुगेर माछा पनि किनिसकिहालेँ हो। यो राधाकृष्ण चाहिँ साह्रै दामी छ गाइस। स्टोनले वर्क गरेको छ नि त कि साह्रै दामी छ। घर आइपुगेर त्यस्तो सन्चो भयो कि के भन्नु र। के साह्रो मोट्यो। खानु पनि मन लाग्छ त्यस्तै। नखाऊँ भन्दा पनि पातली हौँ भन्दा नि खानु त्यत्तिकै मन लाग्छ। फिस मैले फ्रिजमा राखेँ नि। यहाँ आउनुहोस् त एकछिन। जुत्ता खोलेर आउनुहोस् न। यहाँ आउनुहोस् म खोलिदिन्छु। यहाँनिर आउनुहोस् त। बेडमा उयो जुत्ता लगाएर आउनुहुन्छ कि हुँदैन? मामाले के गर्छ? पिटाइ है। कति पिटाइ गर्नुहुन्छ मामाले भनिदेऊ त। पुरै भनिदेऊ न। यहाँ आउनु न। यी मेरो गाइजहरूले तिमीलाई हेर्छ अरे हौ। मम पो पढाउँछ त तिमीलाई। हेलो भनिदेऊ। र म चाहिँ एउटै छ भन्छ मेरो माइततिर। ससुरालीमा आउँदाखेरि बाउ सेम छ भन्छ। ऊ चाहिँ खास कोपट्टि गएको छ। यताउता तपाईँहरूलाई म जस्तै लाग्छ कि लाग्दैन कमेन्टमा भनिदिनुहोस् ल। फेरि रिमोट होला गाडी चाहिँ के छ। म जस्तै लाग्छ कि लाग्दैन कमेन्टमा भनिदिनुहोस् ल गाइस। उसलाई चाहिँ अब म क्विकली लुगा चेन्ज गर्छु। नानीको पनि लुगा चेन्ज गरिदिन्छु। लुगा धुन्छु। त्यसपछि तपाईँहरूलाई भेट्छु ल। बाई। घरमा आउने बित्तिकै हामीले चाहिँ यस्तो कुराहरू पाएँ। सुँगुर काट्दो रहेछ यहाँनिर। घरमा आउने बित्तिकै सुँगुरको मासु पाएँ। यो केटी चाहिँ मलाई मन पर्दैन। यो केटी मलाई मन पर्दैन किनभने अस्ति यसको घरमा साथी आउँदा सात्विकले खेल्नु बोलाउँदै आउँदिन कटिल भनेको होइन मलाई यहाँ बारमा आयो है होइन। तपाईँले नमन पराउनु म मन पराइहाल्छु त भन्न न। भन्दैन मिल्दिन त। त्यसले मलाई भनेको छ कटिल भनेर। बारमा आयो कटिल भन्नुभएको छ यो। कटिल म पनि। ल गाइज हेर्नु न फाप्नेलाई चाहिँ यसरी फ्याप्छ। हिजो अस्ति ल्याएको 2-3 महिनाहरू मात्रै भएको जस्तो लाग्छ। यत्रो भइसकेछ यो सुँगुर अम्बो। फाप्नेलाई चाहिँ यसरी फाप्छ गाइज। यहाँ चाहिँ टाउकोहरू यसरी लुकाइहालेछ घरको मालिकले। गर्दनको मासुहरू पोलेर खाने मासुहरू चाहिँ यतातिर रहेछ। त्यो लाने हो कान्छाको त्यो त ए गर्दनको मासु चाहिँ बाजेले लानुहुन्छ। यो केटीसँग चाहिँ म बोल्दिनँ। यो केटी चाहिँ मन पर्दैन। कटिल
कटिल कटिल अरे झन्डै ऐना फुट्यो मलाई होला है अहिले ऐना फुटेन बाजेले थिचेको भए चाहिँ स्याला के हुन्थ्यो यहाँ म टाउको काटेको मेरो मिल्दिन यहाँनिर के को बिजनहरू रहेछ बाजेहरूको पनि उखु पनि रहेछ गाइज अब चाहिँ आरुचाको चिचिलाहरू पुरै लाग्नु थालिसकेछ यो पनि आरुचाको बोट यो पनि आरुचाको बोट यतातिर चाहिँ आरुचाको बोटस लाइक हुन्छ नि नर्मल प्लान्टहरू आफै उम्रेको जतिकै त्यस्तै हुन्छ पुरै हुन्छ आरुचा यहाँ तलतिर पनि रहेछ बाजेहरूको यहाँ सिल्लेरी कि सिल्लेरी भन्ने पनि फलेको रहेछ त कहिले रोप्नु भएको बोजू यो सिल्लेरी सलिम फुपाले पनि फलाइरहेको छ यस्तो सिल्लेरी म त मन पर्दैन गनाएको पनि मन पर्दैन कत्रो भएछ हौ सुँगुर है के छिटो के दामी पत्ता रहेछ प्रिन्टेड पत्ता परहरूको जरिङ्गोको साग पनि यहाँ मजाको भइरहेको रहेछ कलिलो यहाँ बिहीको बोट रहेछ हो यो त के भो काटेको बोट होला यहाँनिर रुख टमाटर हामीहरूलाई चाहिँ भोक लागेर स्कुलले चाहिँ यसरी म्यागी खाँदैछ केही नहालिदिएको म्यागीमा पनि खोर्सानी हालेछ अफ पिरो भयो अरे के भयो भाइ तिमीलाई पिरो भयो यहाँनिर चाहिँ वाइ वाइ आम्मै स्टाइल यहाँ चाहिँ साथी के हाँसु त चियाको कस्तो यहाँ म कहाँ 2-3 वर्ष अगाडिसम्म मेरो आमाले मलाई यसरी केलाउँदै खुवाउँथ्यो अहिले म यसलाई केलाएर खुवाउने भइसकेँ भाइ बेबी भनेको मनपर्छ हेलो गाइज भन्नु कति मनपर्छ अलिकति के पुरै याद आयो नि म के गर्नु त आया जाउँ तिमीलाई कसरी केलाएर दिनु काखमा राखेर सक्दिनँ नि त म त म पनि अरे म पनि त गाइज उसको फेभरेट हो माछा चाहिँ कि अन्तखेरि मैले त्यही कारण माछा ल्याएको थिएँ कि तर दिनै डर लाग्छ किनभने म माछा अड्केको थिएँ नि कि मलाई पुरा डर लाग्छ माछासँग हजुर हजुर भन्नुहोस् न सक्दिनँ मेरो खुट्टामा नजुम्न के यम्मी पिङ खेलाउनु सक्दिनँ म खुट्टामा त्यही कारण गाइस म चाहिँ डरले खालि माछा टाउको मात्रै खान्छु साथी नगर नि तिमीले मलाई कस्तो हेप्छौ है अब बोल्दिनँ त म त कटिल हुन्छु त भयो फिस यो चाहिँ भयो छाला मन पर्दैन न अन्त गाइस हामीहरू आएर चाहिँ लुगा धुनु पनि थिएँ लुगा पनि धुइनँ पनि हामीले लगाएर आएको मात्रै त थियो लुगा पनि आमा छोरा चाहिँ सुतिदिएँ मजाले निदासु हो त्यसपछि त रात परिहाल्यो गरिनँ धुइनँ भोलि धुन्छु अब अन्तखेरि अन्त सिधै सुँगुरको मासु काटेको थियो त्यहाँनिर सुँगुरको मासुहरू लिनु गएँ त्यतिखेर रात परिहाल्यो डिनर बनाउने टाइम भयो बनाएँ अन्त खाइ पनि सकेँ
अन्त आजको दिन चाहिँ मेरो यसरी बित्यो होइन। अब चाहिँ थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियोज होइन। प्लिज डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब। बाई बाई। कस्तो भयो मुख पनि यो माछा हालेर तोतले बोलेको जस्तो भयो म। बाई बाई। मेरो भिडियोलाई लाइक सेयर अनि सब्सक्राइब गरिदिनु नबिर्सिनु होला।